अहिलेको समयको माग नै यही हो साथीहरू। साना साना बच्चालाई पनि थाहा छ यसपालि घन्टीलाई भोट हाल्नुपर्छ भनेर। यो कुरा आमा बुवाले पनि बुझ्नु आवश्यक छ, हाम्रा दाजुभाइहरूले पनि बुझ्नु आवश्यक छ। किनभने हामीले सधैँ भन्यौँ पुराना नेताहरूले काम गरेनन्, पुराना पार्टीहरूले काम गरेनन्, हामीले सधैँ गाली गरिरह्यौँ, तर प्रत्येक पटक हामीले पुराना पार्टीहरूलाई नै भोट हालिरह्यौँ। तर यसपालि हामीसँग विकल्प रहेको छ, हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ, हामीसँग रवि र बालेन रहेका छन्। त्यसैले यसपालि हामीले घन्टीलाई भोट हालेर पुराना शक्तिलाई सत्ताबाट बाहिर निकाल्नुपर्छ। यो हामीसँग अन्तिम अवसर हो। अहिलेका साना साना भाइ बहिनीहरूको माग पनि यही हो, तपाईँहरूको छोराछोरीको माग पनि यही हो। त्यसैले सम्पूर्ण नेपाली जनताले यसपालि विचार पुर्याएर पुराना शक्तिलाई सत्ताबाट बाहिर फेक्नुपर्छ। यो नै समयको माग हो। यदि तपाईँहरूले फेरि यस पटक पनि पुराना शक्तिलाई जिताउनु भयो भने यो समय फेरि दोहोरिने छैन, फेरि रवि र बालन आउने छैनन्। यो कुरा सबैले सोचौँ, समयमै सोचौँ, पुराना शक्तिको पछि लाग्न आजैबाट छोडौँ।